समाजवाद, साम्यवाद, सोशलिजम, कम्युनिजम यस्ता शब्दहरू हामीले सुनिरहेका हुन्छौँ र कतिपटक बोल्दा पनि आफूले प्रयोग गरिरहेका हुन्छौँ। इभन नेपालको संविधानमा पनि समाजवाद उन्मुख अर्थतन्त्र भनेर क्लियरली मेन्सन गरिएको छ। त्यसैले एज अ नेपाली सिटिजन यी शब्दहरूको परिभाषा जान्नुपर्ने हाम्रो एउटा कर्तव्य पनि हुन्छ। त्यसैले जुन एक्सटेन्टसम्म मैले यी शब्दहरूलाई चिने जानेको छु म तपाईँहरूलाई त्यो हदसम्म बुझाउने प्रयास गर्छु। कम्युनिजम र सोशलिजम यी दुवै शब्दहरूको जेनेसिस, यी दुवै शब्दहरूको ओरिजिन एउटै कुरामा गएर ठोकिन्छ, त्यो हो क्लास स्ट्रगल यानि कि वर्ग सङ्घर्ष। सन् 1848 कार्ल मार्क्स जो कम्युनिजमका पिता मानिन्छन् उनले र एङ्गेल्सले एउटा पुस्तक लेख्छन् द कम्युनिस्ट म्यानिफेस्टो। त्यसमा उनीहरूले के कुरा क्लियरली लेखेका छन् भने मानव इतिहास सङ्घर्ष नै सङ्घर्षको छ, स्ट्रगल नै स्ट्रगलको छ। यहाँ शोषण गर्नेहरू छन् र यहाँ शोषित हुनेहरू छन्। शोषित हुनेहरू शोषित भएको भइ नै छन् र शोषण गर्नेहरूले शोषण गरेको गरे नै छन्। यहाँ एक्सप्लोइटरहरू छन् र यहाँ एक्सप्लोइटेडहरू छन्। यहाँ अप्रेसरहरू छन् र यहाँ अप्रेस्डहरू छन्। र यहाँ धनी छन् र यहाँ गरिब छन्। र धनी धनी भएको भइ नै छन् र गरिब गरिब भएको भइ नै छन्। र उनीहरूको बिचको जुन ग्याप छ, उनीहरूको बिचको जुन खाडल छ त्यो बढेको बढै नै छ। जुन बर्जुवा वर्ग छ त्यसले सम्पत्तिलाई थुप्रो पारेर राखेको छ, तर गरिबहरूसँग भने बिहान बेलुकाको रोटी छेक्नलाई सम्म पनि पैसा छैन। यो स्थिति देखिसकेपछि म दर्शन भन्छु साम्यवादको साथमा कार्ल मार्क्सले सम्पूर्ण विश्वका मजदुरहरूलाई सम्बोधन गर्दै भन्छन् दिस इज द टाइम टु राइज, इफ यु राइज यु विल बी फ्रिड फ्रम योर ह्यान्ड चेन। यदि तिमी जाग्यौ भने मजदुरहरू हो, तिमी तिम्रो हात बाँधेको साङ्लोबाट मुक्ति पाउनेछौ। मतलब साम्यवादको जिस्ट मिनिङ, साम्यवादको एसेन्स भनेको के हो भन्दा जुन वर्ग छन् समाजमा, धनी गरिब ठुलो सानो, यसलाई निमिट्यान्न पारिदिने, वर्गविहीन क्लासलेस सोसाइटीको फर्मेसन गर्ने नै साम्यवादको मुख्य सिद्धान्त हो। र यसको अल्टिमेट सिद्धान्त भनेको चाहिँ के हो भन्दा साम्यवादको यसले देशविहीन एउटा परिस्थितिको परिकल्पना गरेको छ। कानुन हुँदैन, त्यहाँ राज्य हुँदैन, त्यहाँ देश हुँदैन। सम्पूर्ण मान्छेहरू मिलेर बसेका हुन्छन्। सम्पूर्ण मान्छेहरूमा नैतिकताको एपिटोम हुन्छ। मान्छेहरू एकदमै नैतिक हुन्छन्। त्यहाँ उनीहरूलाई बाँध्नको निम्ति कुनै पनि कानुन चाहिँदैन। त्यहाँ उनीहरूलाई कुनै पनि देश चाहिँदैन। यस्तो स्टेजको परिकल्पना साम्यवादले गरेको छ, यानि कि कम्युनिजमले गरेको छ। सोच्दाखेरि यो रियलिस्टिक वर्ल्डमा, अहिलेको रियालिटीमा यसलाई अप्लाई गर्न सकिँदैन। यो एउटा युटोपिया जस्तो छ, एउटा एब्स्ट्र्याक्ट चिन्तन जस्तो न हो। त्यसैले यसलाई रियालिटीमा भने इम्प्लिमेन्ट गर्न सकिँदैन। र जुन प्रोडक्सन हुन्छ, जुन इन्डस्ट्री हुन्छ, त्यसमा सम्पूर्ण अधिकार भनेको वर्कर्सहरूको हुन्छ। सिम्पली तपाईँले बुझ्ने भाषामा यदि मैले नेपालीमा भने घर कसको पत्नीको, जमिन कसको खेतबारी जोत्नेको। जसले मेहनत गर्छ, जसले पसिना बगाउँछ, सम्पत्ति उसको नै हुन्छ। यानि कि अहिले जस्तो हामीले क्यापिटलिस्ट वर्ल्डमा देखिरहेका हुन्छौँ कि एउटा फ्याक्ट्री हुन्छ, फ्याक्ट्रीको एउटा लिडर हुन्छ, सबै प्रफिट नै उसले लगेर जान्छ। कसको मेहनतबाट? हजारौँ कामदारहरूको पसिनाबाट हो। यसकै विरुद्धमा, यसकै कन्ट्रास्टमा चाहिँ कम्युनिजम एक्जिस्ट गर्छ। कम्युनिजमले कसलाई फेभर गर्छ त भन्दाखेरि वर्कर्स वर्गहरूलाई, जुन कामदार, जुन मजदुर वर्गहरू छन् तिनीहरूलाई फेभर गर्छ कम्युनिजमले। र कम्युनिजम चाहिँ अलिकन टफ आइडियोलोजी पनि हो, किनकि समाजवादले के भन्छ भन्दा, जुन सोशलिजमले के भन्छ भन्दा, धनीहरूमा भएको सम्पत्ति छ त्यसलाई बिस्तारै बाँड्दै जाउँ। धनीहरूमा अथवा इलाइट ग्रुपमा जुन पावर छ त्यसलाई बिस्तारै डिस्ट्रिब्युट गर्दै जाउँ। गरिबहरूमा, जुन तलका वर्किङ क्लासहरू छन् तिनीहरूमा, लोअर क्लासहरूमा, मिडल क्लासहरूमा त्यसलाई बिस्तारै डिस्ट्रिब्युट गर्दै जाउँ भन्छ सोशलिजमले। तर कम्युनिजमले भने थुतेरै ल्याउने हो भन्छ कम्युनिजमले। कम्युनिजम चाहिँ अलिक बढी हार्स आइडियोलोजी पनि हो। अब चाइना, नर्थ कोरिया, क्युबा, रसिया जस्ता देशहरू आफूलाई कम्युनिस्ट देश हुँ भनेर क्लेम गर्छन्। इभन हाम्रो देशमा पनि एमाले, माओवादी र अरू थुप्रै कम्युनिस्ट आइडियोलोजीले चलिरहेका पोलिटिकल पार्टीहरू छन्। काङ्ग्रेस त समाजवादलाई फलो गर्ने पार्टी भयो। तर रियालिटीमा चाइना, रसिया कुनै पनि देशमा प्योर कम्युनिजम भने एक्जिस्ट गर्दैन। उनीहरू देशले पनि मिक्स्ड इकोनोमीलाई फलो गरिरहेका छन्। मिक्स्ड इकोनोमी मतलब सोशलिजम प्लस क्यापिटलिजम। किनकि चाइना जस्तो कम्युनिस्ट देशमा
सयौँ हजारौँ अरबपति कसरी हुन्छन्? किनकि त्यहाँ पनि गरिब त छन् नि। रसिया जस्तो देशमा अरबपतिहरू कसरी हुन्छन्? किनकि त्यहाँ पनि गरिब त छन् नि। क्युबामा त्यस्तै छ भने रियालिटीमा कम्युनिजमले जुन एउटा कुरा सोचेको छ, कम्युनिजमको जुन एब्स्ट्र्याक्ट थिङ्किङ छ, जुन आइडियोलोजी छ, त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्न सकिँदैन। जस्तो मानौँ एउटा फ्याक्ट्री छ, हाम्रो देशमा एउटा फ्याक्ट्री छ। त्यो फ्याक्ट्रीमा हामी सबै नेपालीहरू छौँ। त्यहाँ हामी मजासँग जान्छौँ, काम गर्छौँ। हामीलाई बाँध्ने कुनै राज्य छैन, हामीलाई बाँध्ने कुनै कानुन छैन। हामी त्यहाँ जाने हो, उत्पादन गर्ने हो, बराबरी बाँड्ने हो, खाने हो, खुसी हुने हो। यो हो कम्युनिजमको मेन थिम। अब सोच्नुहोस्, त्यहाँ सबैजना काम गर्न जानुपर्छ भनिसकेपछि म त मजाले सुत्छु नि। को काम गर्न जान्छ? आफ्नो भाग खोज्ने बेलामा जान्छु, आफ्नो राइट्स खोज्छु, तर आफ्नो ड्युटी चाहिँ मैले गर्न चाहन्न। किनकि दिस इज द ह्युमन नेचर। मान्छेहरू कहिल्यै पनि खुल्ला छोडिदिने हो भने उनीहरूको प्रगति कहिले पनि हुन सक्दैन। त्यसैले मान्छेहरूलाई बाँध्नको निम्ति कानुन चाहिन्छ भन्ने कुरा कसरी देखियो भन्दा इकोनोमिक फेलियर्स जुन चाहिँ तत्कालीन सोभियत युनियनमा देखियो, जुन कम्युनिस्ट आइडियोलोजी त्यसले फलो गरेको थियो, त्यसले जुन इकोनोमिक फेलियर भयो त्यो देशको, त्यसपछि भने थुप्रै देशहरूमा जसले कम्युनिजमलाई एडप्ट गरेका थिए तिनीहरूले पनि बिस्तारै बिस्तारै सोसलिजमतर्फ ट्रान्सफर्स गर्दै जान थाले। तिनीहरू पनि जुन समाजवादको बाटोलाई चाहिँ अपनाउँदै जान थाले। समाजवाद र अहिलेको जुन मिश्रित इकोनोमीको कुरा गरिरहेको छु मैले, हाम्रो देश पनि समाजवाद उन्मुख अर्थतन्त्र बनिएको छ। हाम्रो देशमा पनि विनोद चौधरी पनि छन्, तपाईँ पनि छन्, र हामीभन्दा अझ गरिब मान्छेहरू पनि हुनुहुन्छ। तपाईँ हामी पनि छौँ, हामीभन्दा अझ गरिब मान्छेहरू हुनुहुन्छ। विनोद चौधरी पनि छन्, विनोद चौधरी जस्ता सयौँ धनी व्यक्तिहरू पनि छन्। भनिसकेपछि यहाँ धनीहरू छन्, यहाँ हामी मध्यमवर्गीय छौँ, यहाँ हामीभन्दा लोवर क्लास फ्यामिलीहरू पनि एक्जिस्ट गर्छन्। तर जसले आफ्नो आवश्यकता आफै पुरा गर्न सक्दैन तिनीहरूको लागि को छ त भन्दा स्टेट छ। स्टेटले तिनीहरूलाई हेल्प गर्छ थ्रु भेरियस स्किम्स। जस्तै तिनीहरूलाई खाना नपुगेकालाई खाना दिने होला, अथवा चाहिँ जुन राज्य सत्तामा पहुँच नपाएकाहरूलाई चाहिँ रिजर्भेसन दिनेहरू होला, अथवा थुप्रै हेल्थ स्किम्सहरू होला, फ्री हेल्थ ट्रिटमेन्टहरू होला, फ्री एजुकेसनका कुराहरू होला। यी सबै राज्यले प्रोभाइड गर्छ। यानि कि जसको कोही छैन, जोसँग वेल्थ पनि छैन, जोसँग केही पनि छैन, तिनीहरूको प्यारेन्टहुड कसले लिन्छ त भन्दा स्टेटले लिन्छ। यसलाई समाजवाद भन्छौँ। अथवा समाजवाद भन्दा पनि अहिलेको चाहिँ जुन मिक्स्ड इकोनोमी छ हामीले यसलाई त्यो भन्न सक्छौँ। समाजवाद भनेको सिम्पली भन्दा सफ्ट कम्युनिजम हो, जुन नरम साम्यवाद, जसले के भन्छ भन्दा सबैको स्तर बराबर हुनुपर्छ भनेर समाजवादले पनि भन्छ, तर त्यहाँ राज्य एक्जिस्ट गर्छ। कम्युनिजम जस्तो अथवा साम्यवादको जस्तो त्यो युटोपिया, त्यो एब्स्ट्र्याक्ट चिन्तन चाहिँ समाजवादको छैन। भनिसकेपछि समाजवादले सबैको स्तर बराबर हुनुपर्छ भन्छ, जसको कोही छैन उसको एटलिस्ट स्टेट त हुन्छ भन्ने चाहिँ समाजवाद हो। र उसले पनि इन्डिभिजुअलिजमबाट कलेक्टिभिजममा चाहिँ समाजवादको पनि जोड रहन्छ। यानि कि यदि कसैसँग जुन धनी क्लासहरूसँग भएको सम्पत्तिलाई चाहिँ बिस्तारै डिस्ट्रिब्युट गर्दै लैजानुपर्छ। जुन इलाइट ग्रुपहरूमा रहेको पावरलाई चाहिँ बिस्तारै लोवर क्लासहरूमा पनि ल्याएर डिस्ट्रिब्युट गर्नुपर्छ भन्छ सोसलिजमले। फरक चाहिँ के हो त भनेर भन्दा कम्युनिजम चाहिँ अलि बढी हार्स छ, सोसलिजम चाहिँ अलि बढी सफ्ट नेचरको छ। कम्युनिजम चाहिँ अलि बढी एब्स्ट्र्याक्ट जस्तो लाग्न सक्छ, तर सोसलिजम चाहिँ त्यस्तो छैन। भनिसकेपछि दुवै करिब करिब उस्तै नै हुन् आइडियोलोजिकल्ली, तर तिनीहरूको नेचर चाहिँ केमा फरक पर्छ भन्दा एउटा स्टेटको कुरामा कम्युनिजमले चाहिँ अल्टिमेट कम्युनिजम जुन चाहिँ रियल कम्युनिजम छ, जुन चाहिँ प्योर कम्युनिजम छ, त्यसमा चाहिँ स्टेट एक्जिस्ट गर्दैन कम्युनिजमको अल्टिमेट फर्ममा। तर सोसलिजममा चाहिँ एटलिस्ट कोही नहुनेको चाहिँ सरकार छ, तर त्यहाँ पनि जुन इक्वालिटी हुन्छ, जुन कलेक्टिभिजम हुन्छ, त्यसलाई चाहिँ फोकस नै गरिएको हुन्छ। तपाईँलाई कस्तो लाग्यो? मैले चाहिँ जियोपोलिटिक्ससँग रिलेटेड भिडियोहरू पनि बनाउँछु, यस्तै एजुकेसनल कन्टेन्टहरू पनि बनाउँछु। अरू तपाईँलाई कुनै सब्जेक्टसँग रिलेटेड भिडियोहरू बनाउन मैले बनाएको देख्न मन छ भने यु क्यान रेकमेन्ड मी इन द कमेन्ट सेक्सन। लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, फलो गर्नुहोस्। धन्यवाद।